नमस्ते कुलजम्पो। आशा छ सबैजना राम्रै छ होला है। आफ्टर लङ टाइम ब्याक भ्लग बनाउनु गइरहेको छु र भ्लग के को बारेमा हुन्छ भनेर त हजुरहरूले हाइलाइट्स या थम्बनेल हेरेर नि थाहा पाइसक्नु होला होइन। र एक साल पछाडि जहाँ मैले सुरु गरेको थिएँ नि भ्लग त्यही ठाउँमा जाँदैछ आज पनि हो। र हेर्दै जाउँ कस्तो हुन्छ। यदि हजुरहरू न्यू हुनुहुन्छ भने चाहिँ त्यो सब्सक्राइब मेरो युट्युब च्यानललाई ल आजको लागि डकुमेन्ट चाहिँ यति छ है। यो चाहिँ तपाईँहरूले यस्तो गर्नु सक्नुहुन्छ क्या। ल अब भन्छ रेडी। अरू त जाँदै होला, बाटोतिर भेट हुँदै जानुपर्छ बेला हुँदै। मकैहरू पनि यस्तो भइसकेको छ यताउता चाहिँ। मौसम पनि आज त घाम लाग्दैछ हल्का। बाढी अरू त गइहाल्यो। यहाँ छ आजको लागि टाइम पास मौका मिलिहाल्यो भने चाहिँ यस्तो लाएर दिनुपर्छ कि खेल्नुपर्छ भनेर गएको। देख्न सक्नुहुन्छ गाउँको भ्यू। गाउँ देख्दैन साह्रै, बर्खा मास भयो क्या। यहाँ छ टावर, इन टावर छ। नेटवर्क एकदम राम्रो भेट्दैन बेला बेला। यहाँनिर छ काठडुङ्गा। हामी 7-8 जना चाहिँ छोडिएको छ यहाँनिर। यता चाहिँ खासै हो भने चाहिँ जुकाको चाहिँ माउली गाउँै हो कि। तर आज कति गाउँ छ, घाम लागेको छ। घाम लागेको छ भन्दाखेरि अहिले त लागि त हालेको छैन कि, दिन चाहिँ ओभानो छ नि त। त्यही भएर अलिक कम आउँछ कि भनेको। आउनु त आउँछै हो। जङ्गलै जङ्गल, खालि मेला मात्रै छ फेरि। ल हामी चाहिँ मुर्गा बोक्ने परेछौँ। मुर्गा काट्नेमा, कोही फाड्नेमा र कोही चाहिँ मुर्गा गाड्नेमा छ, कोही फेन्सिङ बाँध्नेमा परेको छ। हामी चाहिँ काट्नेमा बोका। म चाहिँ कुकुरको यो मुर्गा झार्नु यता मुनि फाँदैछ भने कोही यता फाँदैछ। फाइनली डन। वहाँ तलदेखि, वहाँ तल देख्दै छैन, त्यहाँदेखि चाहिँ यहाँसम्म यता पर यतासम्म सक्यो। अरू त गइसै गयो। हामी चाहिँ मुर्गा गाड्नेमा चाहिँ यता छ कोही कोही साथीहरू। यहाँ चाहिँ लाग्दिएको अब चाहिँ फाइनली दिउँसो सकिहाल्छ। यहाँ छ एउटा, दुईवटा बोकिरहेको छ। Biar dulu goreng. No.
ल यो चाहिँ भिडियो एन्ड गर्नु पाएन कि सानो प्रोग्राम थियो कि साँझमा त्यसले गर्दाखेरि कस्तो लाग्यो डु कमेन्ट डाउन यति नयाँ हुनुहुन्छ डु सब्सक्राइब माई युट्युब च्यानललाई ल